वेलकम ब्याक टु माई च्यानल। तपाईँ सबैजनालाई आज म चाहिँ चिन्डेडा जान आँटेको। म एक्लै जाँदैछु माथिको डाँडा। यहाँबाट चाहिँ यता तल जानुपर्छ, चिन्डेडा जाँदा लाग्नुपर्छ यहाँबाट। मसँग माइक छैन, मजाले सुनिँदैन। अझ म बोल्नु सक्दिनँ क्यामेरा अगाडि पछाडि चाहिँ मजाले बोल्छु चाहिँ। के गरौँ जहिले मोबाइल चलाउनु भन्दा बरु हिँडेको म आज एक्लै डाँडाको टपमा बस्ने अनि धरान सबै भिडियोमा क्याप्चर गरेर अनि बिस्तारै आउने। यो पुल हो, यहाँबाट उकालो जाने। यो पुल सरी यहाँबाट जाने। त्यो माथि डाँडा अझै माथि छ त्यो त। यहाँबाट हिँड्दै मजाको बिहानको भ्यू हेर्दै झन् यहाँभन्दा माथि मजाले भ्यू देखिन्छ। पानी चाहिँ सिम परिरहेको छ। पर्नु चाहिँ घाम पनि देखेको छैन मजाले, बादलले छेकिरहेको छ मजाले, थोरै देखेको छ। अब म लागेँ माथितिर। यहाँबाट उकालो जाने हो, सर्टकट लिएको हल्का। यहाँबाट उकालो लाग्ने हो, उताबाट आउँदाखेरि चाहिँ हल्का लामो बाटो पर्छ। बिहानै म चाहिँ गीत बनाउँदै सुनाउँछ। ठ्याक्क आइपुग्यौँ। यो बाटो बन्दैछ अहिले। पुग्ने सानो बाटो थियो, अहिले ट्रक चल्ने जति चाहिँ बनाएको छ। अफ रोड छ, पिच चाहिँ छैन तर ठुलो बनाउँदैछ यहाँ पनि। घाम अलिअलि लाग्न थाल्यो। अब चाहिँ लाग्न थाल्यो, पानी पनि रोकियो तर बादलहरू चाहिँ छ। सिमसिम पानी परेको चाहिँ छैन अहिले। लु घाम आउनु थाल्यो, अब चाहिँ अर्को घाम हुन्छ। अब फराकिलो बाटो बनाएको रहेछ यतातिर। पानी परेर चिप्लो छ नि बाटो, बाइकहरू चिप्लिन्छ मजाले। हिलो छ बाटो। बिहान 6-17 हिँडेको होला ठ्याक्क घरबाट सिधै चिन्डेडा डाँडा। काम छैन, बिहानै समयले सदुपयोग गर्दै यसो भिडियो बनाउँदै हिँडेको म चाहिँ। यहाँबाट उकालो यसोमा आइपुगेँ म। थाकेँ हल्का, अब्बर गर्नु भयो मलाई। एक्लै भएर पनि होला, अल्छी पनि लागेछ अनि जानु पनि मन छ माथि टपमा यसो भ्यू हेर्नको लागि। रेनी सिजनमा पनि अलि हल्का पानी पनि परेको छैन। कस्तो देख्छ भनेर भ्यू, बादलहरू पुरा मजाले देखिन्छ नि त माथिबाट। सबै धरान मजाले देखिन्छ क्या माथि टपबाट। आधीबाट यस्तो राम्रो देखिन्छ भ्यूहरू धरानका। हेर्नु त मैले भनेको थिएँ नि, कस्तो मजाको देख्छ। पसिना चाहिँ भइयो। हिँड्नुमा फेरि फाल्टै मजा हुन्छ नि, तपाईँलाई पनि थाहा छ होला। हिँड्नुमा जस्तो मजा केहीमा हुँदैन। अब हुन त राइडमा गाडीमा हिँड्दा त आरामदायक त हुन्छ, तर त्योभन्दा मजा चाहिँ हिँड्नुमा छ। सबै मजाले वरिपरि हेर्न पनि मजाले सकिन्छ। आनन्द फिल गर्दै बिस्तारै थकाइ मेट्दै हिँड्नुपर्छ मजाले। कस्तो मजा आउँछ। हो त्यो सर्टकट बाटो हो यो। अहिले पुरै बार दिनुभएको रहेछ यहाँ जग्गादानीले। पहिले चाहिँ हामी यस्तो सर्टकट गएर उतै माथि पुग्थ्यौँ क्या। अब मैले
भिडियो बनाउँदै पनि यसो आफ्नो कुरा नि गर्नु पर्यो नि त। मैले 12 सक्यो कति 2 वर्षभन्दा बेसी भइसक्यो यत्तिकै बसिरहेको छु म। अब जब पनि गर्थेँ, जब पनि छोडिदिएको थिएँ, जब गर्थेँ, जब पनि छोडेँ। अनि बाहिरको लाइफ ट्राई प्रोसेस गरेको थिएँ, हुँदै भयो, जब पनि छोडियो। अनि जब पनि छोडिसकेपछि बाहिरको पनि भएन, कति आइल्स पनि गरेकै हो, जापानिज ल्याङ्ग्वेज पनि पढेकै हो। जापानिज ल्याङ्ग्वेज त बेसी पनि पढेँ। गर्दै हुँदाखेरि सबै हुँदै हो, लास्टमा अब केही नि भएन। अनि फेरि दुबईको प्रोसेस गरेँ, दुबईको पनि भएन। अनि त्यो पनि भएन। अनि यत्तिकै बसिरहेको छु। अब घरमा यत्तिकै बस्नुभन्दा बरु अब जब पनि छैन, केही गरौँ भन्दाखेरि केही गर्दा पनि केही हुँदैन भने के गर्ने त भनेर अनि म नि युट्युब लाइनतिर आएँ। अब युट्युब लाइनतिर अब प्रोग्रेस गर्नुपर्छ। अब बेसी हार्डवर्क गर्नुपर्छ। गर्नु त थाहा छ मलाई। मसँग केही छैन, अब यही फोन हो सुरुमा। माइक पनि छैन मसँग, स्ट्यान्डहरू केही छैन मसँग। अब बिस्तारै जोड्दै गर्छु म गर्नु चाहिँ भिडियो। अब केही नगर्नु भन्दा गर्नु नै बेस हो नि त। अनि त्यसैले युट्युब च्यानल खोलेँ मैले। अब आजको चाहिँ म माथि डाँडामा जान्छु, चिन्डे डाँडा भने बिहानै उठेर भ्लग बनाऊँ भनेर। कति दिन भयो नि त, ग्याप पनि भयो, गर्ने नगर्ने जस्तो पनि गर्दैछु म। त्यसैले बरु गरिराख्छु, लगातार गरिराख्छु, भिडियो बनाइराख्छु। सक्ने हो नि त त्यो काम त, यति खाली पनि छु। अनि त्यसैले मैले भिडियो बनाइरहेको छु। तपाईँहरूले हेरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। तपाईँहरूकै सपोर्टले हो, अब कति हेरिदिनु हुन्छ, त्यही नै ठुलो कुरो मेरो लागि। ल मैले यति बोलेँ, अब म हिँडेँ एकछिन गएर। मैले बाटोमा कुकुर भेटेँ। कसको कुकुर हो यो नि? हाइकिङ गर्दै रहेछ, बिहान मर्निङ वाक गर्दै रहेछ यसले नि। ओइ के हो तेरो नाम भन्दा? बिचरा पुरा भिजेछ। ओइ घरकै कुकुर हो भने चाहिँ यो बिचरा कस्तो माया लाग्दो छ। आजा आजा आजा। यो भिडियो हेर्ने सबैजना मेरो साथीहरू, क्लासको साथीहरूले लाई मैले धेरै नै सम्झिरहेको छु। कहिले अब मेरो साथीहरू विदेशमा छन्, यता को पढ्दैछन्, जब गर्दैछन्, को सबैजनाले यो भिडियो हेर्दै होला भन्ने आशा गर्छु। अझै टपमा पुगेको छैन म, यसो देखिरहेछ अझै टपमा पुग्छ। यो हाम्रो धरान चिन्डे डाँडा जाने बाटो चाहिँ यहाँबाट चढ्दै जानुपर्छ। यो बाटो चिन्डे डाँडा जाने बाटो है। यस्तो छ, एकछिन थकाइ मार्छु। अब यहाँ बसेर थकाइ मेट्नु पऱ्यो नि त हौ। एकछिन कति वर्ष भयो नहिँडेको जस्तो भइरहेछ खुट्टा। एकछिन बस्छु। अनि साँच्चै पर्स पनि मैले त गाउँमा छोडेर आएको थिएँ। अनि धन्न पैसा चाहिँ मैले ल्याएको रहेछु। ल्याउनु चाहिँ यति भएपछि त पुगिहाल्यो नि त। एउटा बाइक नै चलाउँदा नि पुग्छ नि त। धन्न अरू पनि लिएर आएको रहेछु। खुल्सा चाहिन्छ नि त यहाँ त, खुल्सा पनि चाहिन्छ, पैसा चाहिँ धन्न लिएर आएछु मैले। 90% को हाइटमा भनौँ न, 90% हाइट चिन्डे डाँडाको। त्यहाँबाट भ्यू यस्तो देखिरहेछ। फेरि म उकालो लागेँ। कहाँबाट अब जानुपर्ने? यहाँबाट म आएको भन्दा यहाँबाट यस्तो बाटो। पानी परेको बेला चिप्लो छ है। यस्तो छ क्या ठाडो बाटो।
यहाँबाट हिँड्यो। यो भिडियो हेर्नु उनीहरू र धरानको सबैजना बासिन्दाहरूलाई, यहाँ बस्नेहरू सबैजना, इष्टमित्र, दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई यो ह्यासट्याग धरान लेखिदिनु ल यो भिडियोमा, मेरो कमेन्टमा। मेरो युट्युब च्यानल म डिस्क्रिप्सनमा हालिदिन्छु, त्यहाँ गएर हेर्नु। म टिकटकमा नि हाल्छु अनि फेसबुकमा नि हुन्छ मेरो भिडियोहरू। अनि त्यहाँ मेरो त्यो भिडियोमा गएर ह्यासट्याग धरान लेखिदिनु ल सबैजनाले। यहाँ हाम्रो धरानको भ्यू हो त। यो माथिको चाहिँ यही है, चिसो रहेछ फेरि पानीले। यहाँ के गरौँ भने ब्याग पनि भिजिहाल्छ। होस् के हुँदैन, अलिअलि चिसोमा बस्दा। बस्छु। दोकान खोलेको छ कि छैन दोकान, बस्ने ठाउँ थियो नि, त्यहाँबाट ठ्याक्क यता ओह्रालो आउने बाटो छ क्या। यहाँ पनि यो बाटो पनि कहाँ जाँदो रहेछ क्या कहीँ। पछाडिबाट रोडको बाटो छ नि त, यसो घुमेर आउने। अब बाइकमा पनि चढ्दैन त्यो, यता मैले जुन बाटो आएँ नि त त्यो बाटोमा अब गाडी बाइकहरू केही हिँड्दैन क्या, मान्छे मात्रै हिँड्ने खालको बाटो हो नि त त्यो चाहिँ। यहाँबाट चाहिँ रोड रहेछ क्या ट्याक्क, त्यो पछाडिबाट घुमेर पछि यहाँ पनि आउनु चाहिँ आएको छु म। यो चाहिँ रोडको बाटो हो क्या, ठ्याक्क भेटेछ ऊ त्यो अघिको तल्लो बाटो थियो नि, ऊ तल्लो बाटो चाहिँ ऊ परबाट घुमेर यहाँ आउँदो रहेछ क्या। त्यहाँसम्म चाहिँ जाऊँ कि क्या हौ, त्यहाँसम्म चाहिँ जानु पऱ्यो मैले सुरुमा। यहाँबाट ठ्याक्कै अम्बे पानी खाएर अब त्यो जङ्गे टावर चढ्ने शक्ति आइसकेको छ अम्बे पानी खाएर। अब हिँड्दै पानी खानु हुँदैन थाहा छ मलाई पनि, तर के भयो त अब खाइदिइहाले, सक्यो। कसको ब्लग हेरेको थिएँ भने नि एमआरबी ब्लग हो कि सुरक्षा केसी त्यो दिदीको हेरेको, उहाँहरूकै हेरेको होला मैले। यसरी पक्रेको देखेँ क्या मैले, अरूले भिडियो यसै अरू पनि त्यहाँ अरूहरू हिँड्दाखेरि अरूले ब्लग बनाएको थियो, उनीहरूको हात हेर्थेँ क्या मैले। यसरी बनाउँदो रहेछ क्या मैले अहिले चाहिँ, यस्तो ओभर कम्फोर्टेबल हुँदो रहेछ नि त, मलाई थाहा थिएन क्या। हात गलेर पहिला भिडियो बनाउँदाखेरि त त्यो हात गलेर क्या म बोल्नु नसकेँ क्या पहिला चाहिँ। हात गरेर बोल्नु नसकेपछि कस्तो अब भ्लग बनाउन मन नलागी पनि भ्लग बनाए जस्तो अगाडि भिडियो छ क्या, त्यो हात गलेर क्या अहिले चाहिँ ओभर कम्फोर्टेबल भएछ क्या त्यो हेरेर। त्यो चाहिँ मैले बेनिफिट्स पाएँ यसरी भ्लग बनाउनु पर्दो रहेछ भने। ऊ त्यो टावर चढ्छु म। हजुर टिकट ए पर्दैन, होस् न। कति वर्ष भयो आन्टी यहाँ खोलेको यो? ए 6 वर्ष भयो। ए ल यहाँबाट एन्ट्री टिकट काट्ने, त्यहाँबाट टिकट काट्ने तपाईँहरूले आउँदाखेरि, अनि यहाँबाट माथि जाने। यस्तो सब यहाँ पनि रहेछ कुकुर बिचरा। ओइ जस्तो यो भनेको फर्स्ट फ्लोर, बेसमेन्ट तल छ, फर्स्ट फ्लोर यो। यो सेकेन्ड फ्लोर सेकेन्ड फ्लोर यस्तो छ। त्यो त चिन्डे डाँडा, यो त चिन्डे डाँडा भन्दा माथि छ त्यो, अनि योभन्दा अझै माथि डाँडाहरू पनि छ। फर्स्ट सेकेन्ड यो थर्ड फ्लोर, यो थर्ड फ्लोर हो। यस्तो छ थर्ड फ्लोरमा त्यस्तो राम्रो देखिन्छ। बाइकमा आयो भने मजा हुन्छ यहाँ चाहिँ। थर्ड फ्लोर बादलहरू पनि कस्तो मजा उडिरहेछ। यो म कति फ्लोर? थर्ड फ्लोरमा आएँ अब म।
4th फ्लोरमा जान्छ यिनी हाइटमा बनाएछ कि मान्छेहरू लास्टै एट्र्याक्ट हुन्छ नि यहाँ पनि यो लास्ट फ्लोर यो चाहिँ हाम्रो टप फ्लोर हो योभन्दा माथि छैन त्यस्तो छ जाने बाटो पनि केही बनाएको छैन यो चाहिँ टप फ्लोर है मैले तपाईँलाई भने नि योभन्दा पनि अझै हाइटमा पनि छ क्या के छ त्यो चाहिँ मलाई थाहा छैन उता घाम लागिरहेछ अलि यो मैले भनेको चाहिँ अझै हाइटमा छ क्या यो चाहिँ कस्तो ठाउँ चाहिँ भुइँमै रहेछ भुइँमै बस्ने हो अनि आनन्द लिने हावालाई एकछिन थकाइ मेट्ने हो अनि जाने हो उसो पो लाग्यो कस्तो मजाको उसो लागेको छैन केही देखेको छैन अब उसोले धरान यो बादलले धरान छेक्ने भयो पुरै सिम पानी परिरहेको छ बिस्तारै ओह्रालो लाग्छु कति घन्टा बसेँ 1 घन्टाभन्दा बेसी चाहिँ बसेँ म अब लागेँ घरतिर अब यहाँबाट ओह्रालो घर लाग्यो अब घर जान्छु यस्तो उसो फगी मौसममा यस्तो मजालो पुरै उसो लागेको बेला यस्तो हेर्नु मजा लाग्छ मलाई झन् च्यान चाहिँ छैन यहाँ च्यान भयो भने चाहिँ मलाई बिजो भन्थ्यो च्यानमा चाहिँ डर लाग्छ मलाई च्यान गाडीमा चाहिँ डर मात्रै हुन्छ नि त दिउँसो होस् कि राति राइट ओह्रालोमा चाहिँ ब्रेक पुरा हानेर हिँड्नुपर्ने हुन्छ पानी परेको बेला फेरि बाटो यस्तो छ नि त चिप्लो जस्तो जुत्तामा ग्रिप भए पनि चिप्लिन्छ क्या त्यसैले बिस्तारै हिँड्नुपर्छ ओह्रालोमा चाहिँ उकालोमा त सजिलै हुन्छ कि ओह्रालो झन् गाह्रो है फेरि हिँड्नु चाहिँ यस्तो उकालो बाटोमा मौसम चाहिँ फेरि 99% रमाइलो भएको छ अहिले ए भन्दै लड्यो हेर्दा हेर्दै झन्डै आइएम अ डिस्को डान्सर भयो झन्डै उसो लागेर मजाले त केही देखेको छैन देख्नु चाहिँ अघि पुरै धरान देखेको थियो यो चाहिँ मजाले धरान देखेको थियो अहिले देखेको उसो लागेर बरु हाइटमा छ नि त Green City Dharan. Back to home. एउटा ओह्रालो लागिन्छ Please do follow, subscribe and also to comment. See you in next video.